हाई साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि म पनि आरामका साथ अहिले भिडियो बनाउँदैछु। यता चाहिँ आजको वेदर भन्नुपर्दा एकदमै जाडो छ। अनि हजुरहरूकोतिर कस्तो छ? हाम्रो चाहिँ एकदमै लेक पर्छ, त्यही भएर झन् घाम नलाग्दा त एकदमै जाडो जाडो हुन्छ साथीहरू। जाडो पनि के भन्नु र हौ, लेकतिर त गाह्रो छ। अनि सुँगुर, यता हाम्रो सुँगुर, हेलो सुँगुर। आमामामा जाडो पनि के साह्रो हो। ल मेरो भिडियो हेर्दै गर्नुहोला साथीहरू। हाई भनिदिनुहोस् त छोरी। सेवा खै हात जोडेर सेवा। लु गीत गाइदिनुहोस्। यता हेर्नुहोस् त एकचोटि। हाई गीत गाइदिनुहोस् लु। सुन्ने गरे के कम्मरैमा पटुकी कसेर भन्ने। म चाहिँ अब खाजा पकाउनु लागिरहेको छु। अब यहाँ खाजा चाहिँ आज एकदम जाडो मौसममा यहाँ बासी माम भुट्नु पर्यो भनेर टक्कसँगले यहाँ भुट्नु लागिरहेको छु। जाडो पनि के साह्रो हौ आज त। खाजा त खानै पर्यो। जाडोमा टक्कसँगले खाजा खाने हो। ल खाजा अब पाक्दैछ, पाक्छ खाजा। छोरू यता हेर्नुहोस् न त नि मेरो छोरी सानो। मेरो सानो चाहिँ लसुन केलाउँदै गरेको नि यता हेर्नु त एकचोटि। हाई भनिदिनु त। यता हाई भनिदिनु न। लसुन केलाउनुहोस् ल। मेरो सानो चाहिँ लसुन केलाउँदैछ गाइजहरू। अब मैले बेसार एड गरिसकेको छु। अब टक्कसँगले माम लगाइदिन्छु। माम लगाउँदैछु साथीहरू। अब खाजा त यस्तै त हो नि गाउँघरमा। गाउँघरको अर्ग्यानिक खाजा भनेको यही हो। ल मैले नुन लगाउँदैछु। नुन पनि एड गर्नु पर्यो हल्का। अब नुन लगाइसकेपछि टक्कसँगले चिया पकाउने हो अनि खाने हो खाजा। जाडो पनि यस्तो छैन साथीहरू। जाडो कम्ता धेरै जाडो छैन लेकतिर। मेरो माम पनि अब हुँदैछ। पाक्दैछ, बन्दैछ। ल त्योसँगले अब चिया पकाउनु पर्छ। चिया खाने कि नखाने छोरू? छोड्नुहोस् त, छोड्नुहोस् त। अँ नि ज्ञानी त कहाँ छुन्छ त नि हौ। ज्ञानीले छोड्यो भने त फेरि
ज्ञानी त्यहाँ लसुन केलाउँदै बस्छ। ल अब माम रेडी भयो। अब चिया पकाउनुपर्छ। चिया पकाउने हो। जाडोमा आज चाहिँ चिया खान्न। चिया खाऊँ भनेर टक्कसँगले चिनी त हाम्रो यति नै हो। सकिएछ त चिनी त नि। चिनी त सकिसकेछ त। ल चिया पकाउँदैछु है म चाहिँ। चिया ल सबै एड गर्दा पनि यो नपुग्ला जस्तो भयो त। मेथी झाएको छैन तैँले? नपकाएको है? नपकाइ खानु ल। पुगेको त्यति नै हो। त्यति नै पुगेको। खाऊ खाऊ यहाँ पुग्छु। बाजी भात के भएको मेरो ममा झिमझिम गर्छ त। खाऊ छोरो खाऊ। नमस्कार गर्नु खोज्दैछ है त्यो। पानी त त्यो दुई ताल चिरिसक्यो। खाने नानी चिया पानी खाने ल ल यो चिसो पानी नखाए। टिपे सारा भात उठाइदिनु पर्छ अहिले। हामी खाऊ गम त्यो चारोको गुँडा छोड्दै काट्यो। भोलि बिहान गरेर टाढामा काट्छु बाटो बनाएर बाबुसँग। अनि तल रोडमा काट्छु भोलि। अनि भाउसँग बोक्नु ल। आज भाउ त ठगिहाल्नु नि। त्यही भएर काटिनै मेरो सब हो। अल्छी लाग्यो भनेर जिउ दुःख रिँगाट चल्दैन। माम खाऊ। हे साथीहरू, अनि म चाहिँ खाजा खाएर टक्क गोठाला आइसकेको छु कि। अनि म यहाँ गोठालामा ओइ उतै माथि हेर्न, ऊ माथि के कुदेको। अनि एकदम जाडो भइरहेको छ। अनि गाईबस्तु चाहिँ ऊ माथि माथि आउँदैछ। हामी गाईबस्तु रुँगिराखेको छौँ।
अन्त नि यता चाहिँ के हो नाम तेरो राहुल राई हो। बुनु हाई खोइ हाई हाई भन न। अनि यस्तो छ के हाम्रो घर मासतिरको डाँडा पाखाहरू चाहिँ यति धेरै यस्तो रमाइलो हुन्छ। अहिले चाहिँ खासै राम्रो छैन नि त। अहिले बर्खा के अरे हिउँदामा यस्तो छ सबै सुकौरो लागेको छ। अब बर्खामा पानी परेपछि चाहिँ एकदमै रमाइलो हुन्छ घमाइलो हुन्छ। सबै डाँडा पाखाहरू छ यस्तो हरियाली भएपछि एकदम राम्रो हुन्छ। अनि हामी चाहिँ अब गाईबस्तु रुँगिराखेको छौँ। गाईबस्तु कतिखेर आउँछ भनेर। अनि गाईबस्तु आएपछि चाहिँ बाँधेर घर जाने। साथीहरू हेर्दै गर्नुहोला हाम्रो भिडियो। गाई बाँधिसकेर घर आएर पनि फेरि चाहिँ म कामतिर लागेँ साथीहरू। अहिले चाहिँ यहाँ 3 पानी बन्दैछ है त। जाडो मौसममा एकदम 3 पानी बन्दै गरेको अवस्था यहाँ बनाउँदैछु। साथीहरू भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। भर्खरै बनाउँदैछु म, सिक्दैछु। सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। अब भर्खर बनाउन सिक्दैछु। बिस्तारै बनाउँदै जानेछु र हजुरहरूले माया गरिदिनु होला भन्ने आशा गर्दै जान्छु। बाई।